28, 29 र 30 3 दिवसीय कार्यसूचीले मोतीगाउँ श्री श्री विश्वेश्वर शिवालयको प्राण प्रतिष्ठा हामीले गर्न गइरहेका छौँ। आज मोतीगाउँ, सापुर, नागरीजुली सबै गोर्खा अन्य जातिबाट नि आएर हामीहरूलाई धेरै सहयोग गर्नुभयो र आज हाम्रो पहिलो दिन आज हाम्रो जलयात्रा भइसकेको छ। त्यसको पछि यहाँ जलादिवास भइसकेको छ। अब एकछिन 5 बजे अन्न दिवस हुँदैछ र वैदिक तरिकाले जुन तरिकाले एउटा प्राण प्रतिष्ठा हुन गइरहेको छ हामी त्यसको लागि हामी तत्पर भइरहेको छ र आज भोलि र पर्सि आज 28 तारिक, भोलि 29 र पर्सि 30 तारिक 11:30 बजी अक्षय तृतीयाको दिन यहाँ शिवलिङ्ग स्थापित हुन गइरहेको छ र हामी सम्पूर्ण भक्तवृन्दहरूलाई यो प्रोग्राममा आएर हामीलाई साथ दिनुहुन्छ भने हामी अनुरोध टक्राउँछौँ र तपाईँहरूको यो न्युज च्यानलको मार्फत यो न्युज जम्मैमा पुग्छ र भक्तिले आत्मा सन्तुष्टि भएर सबै यहाँ आएर श्री श्री विश्वेश्वर शिवालयमा दर्शन गर्नुहुन्छ भने हामी धेरै आशावादी छौँ।